ल ट्युसुली बजारै गयो यार ल गयो यार ओ ए सिलास यता यता आऊ पुरै ट्युसुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। तिब्बत तर्फबाट भोटेकोशी नदीमा भीषण बाढी आएपछि नेपालका रसुवा, धादिङ र चितवन लगायतका तटीय क्षेत्रहरूमा ठूलो धनधनको क्षति भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी घटिसकेको छ। बाढीका कारण भोटेकोशी नदीमा बुधबार बिहान 81 जल सतह बढेको छ। बाढीले रसुवाका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्याइरहेको छ भने त्रिशुली नदी आसपासका बस्तीहरूमा समेत जोखिम बढेको छ। एकिन विवरण नआए पनि बाढीले धनजनको क्षति गरेको अनुमान गरिएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी आएको समयमा जिल्लाका सदरमुकाम क्षेत्रहरू वर्षा भएको थिएन, त्यसैले बाढी माथिल्लो क्षेत्रमा भएको कुनै प्राकृतिक घटनाका कारण आएको हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रूपमा तिब्बत क्षेत्रमा हिमपात फुटेको हुन सक्ने आशंका गरिएको छ। यो यहाँका सबै टिमुरे बजार यहाँ केही पनि बाँकी छैन। यहाँ हामी बस्ने यो ठाउँ यो चाहिँ यो एउटा फुटबल खेल्ने ठाउँ जस्तो बनाएको थियो, त्योसम्म भ्याएको छैन। अनि यहाँ टिमुरे बजारमा चाहिँ यो सबै यो चिप्सा बस्ने घरहरू, यसमा ठुल्ठुलो ढुङ्गाहरू आएर बसेको छ। खै कहाँबाट आयो ढुङ्गाहरू पनि, यो सबै उछिट्याएर ल्याएको। यो तराहरू चाहिँ सबै बगाइसक्यो। यार्डमा बस्ने मान्छे त कोही भाग्नै भ्याएन होला, एकैचोटि आएको। कतिजना बगायो, कतिवटा गाडी बगायो, केही थाहा छैन। बाफ्रे, खाल्टो त जम्मै बगायो के हो यार। आमा तिमुरी बगाइसक्यो अनि आमामा कत्रो आएछ त अनि के त्यत्रो थुन्ने राख अनि है तल चाहिँ कतिमा हो यही त हो नि। कसरी आयो यस्तो यो तल माथि उसबाट फुट्यो के पानी जमेर फुट्यो हो के फुलको भागै बगाएर ल्याएको। नेपालीहरूको लागि टाढो बनाएको छ। यस्तो विपदहरू चाहिँ दार्जिलिङमा चाहिँ अब प्रकृतिको नै गर्दा नै विवाह यस्तो कुरामा चाहिँ राजिनामा गरिदिनु मिसिने लड्यो माथिको बाटोमा पुग्यो। लाउन नि के भयो मेरो आमा कत्रो आयो लाउन नि पानी होला छेकी गरी भने होइन देवी हड्डुवानमा पर्दो जस्तो छ। पानी होला भाग मेरो आमा हेर्नु त कत्रो आयो लाउन नि बटर केही छैन रे आमा काको के होला यो हेर्नु त यहाँ आइपुग्यो लाउन
हेर्नु त